आज हामी खेल्न गइरहेको छौँ गेमको पनि गेमभित्र पनि गेमको गेम र आज चाहिँ हामी खेल्न जाँदैछौँ रोब्लक्समा प्रिजन स्केप गेम र हामी चाहिँ यो प्रिजनबाट स्केप गर्नुपर्ने हुन्छ यो गेममा चाहिँ। के हो यस्तो सुरुमै आउट हुन थालेपछि त हजुरहरूले यो गेम खेल्नु भएको छ कि नै भनिदिनु होला कमेन्ट बक्समा गएर। यहाँनिरबाट चाहिँ हामीले सामान लिने अनि फेरि फुटाल्न थाल्ने र हाम्रो चाहिँ मेन टार्गेट भनेको चाहिँ यो आजकै भिडियोमा प्रिजन स्केप गर्ने। फेरि मान्छे आएर बसिरहिहाल्यो लड्न भनेर। यस्तो चाहिँ सिक्युरिटी गर्न मिल्छ। नै अब फेरि हामी चाहिँ माथि गएर फेरि ट्राई गर्नेछौँ। यहाँनिर धेरै मान्छे छन् के गर्ने त्यही भएर टाइम लिएर आरामले गर्नुपर्छ काम, त्यही भएर आनन्दले सुस्त र हामी चाहिँ अब हामी जानेछौँ अन्डरग्राउन्डमा। अन्डरग्राउन्डमा जानलाई पहिला यहाँबाट सल लिने ढोका खोल्ने कतै जाऊ सुस्त गरेर पनि कट्न। अब हामी चाहिँ अन्डरग्राउन्डको बाटो हुँदै खतरनाक लेभलमा आउँदैछौँ। अब चाहिँ यहाँबाट आरामले माथि जाने। म चाहिँ लाइभ भिडियो गराउँछु किनकि मलाई एडिट गर्न झ्याउ लाग्छ, त्यही भएर जस्तो आहा त्यस कारण जस्तो आहा यसो हेरिदिनु होला। र हाम्रो चाहिँ 106 सब्सक्राइबर कटिसकेको छ हाम्रो युट्युब च्यानलमा। 105 सब्सक्राइबर अझै सपोर्ट देखाउनु। 200मा पुगौँ हामी। अब यहाँबाट म्याच जाने। अब सबसे हार्ड लेभल हुन्छ किनकि यो म अहिले पहिल्यै नि खेलेको गेम, एकदम झ्याउ लाग्ने गेम हो यो चाहिँ। अबको लेभल ए जे पनि माथि आइयो। यहाँबाट एकै पालिमा कट्यो भने गाइस हजुरहरूले सब्सक्राइब गर्नु पर्यो। कटेन, दोस्रो टाइम ट्राई। सबसे हार्ड लाग्ने भनेको यही गेम हो कि बडीमा।
कतिले सेकेन्ड अटेम्पमै कम्प्लिट भयो। यस गाइस, यो कटेकोमा हजुरहरूले मलाई सपोर्ट गर्न सक्नुहुन्छ सब्सक्राइब गरेर। हजुरहरूले यो भिडियो कहाँ कहाँबाट हेर्नुभयो प्लिज कमेन्ट गरिदिनु होला। फाइनल सेकेन्ड हार्डवाला त अझै माथि छ गाइज। यो त बहुत सुरुवात भइरहेको। जो सब्सक्राइब गर्नु भएन घर घर सब्सक्राइब गरिदिनु होला। र के भनौँ अरू, यस्तै गरी हामी चाहिँ यहाँ पुग्यो। सजिलो लेभल त कट्यो, अब हल्का फुल्का गाह्रो हुनु पर्यो। यहाँबाट चाहिँ म जान आउट हुन्छ। यहाँबाट उफ्रिने फाइनल्ली फेरि आउट हुन्छ। फेरि अब लास्ट भनेको यहाँनिरै छ नजदिकै। फेरि के अरे छ फेरि रिस्पोन हुनु त। अर्को भिडियो माइनक्राफ्टको राम भन्यो हजुरहरूले 1 भनेर लेख्नु होला है कमेन्ट बक्समा। यहाँसम्म त जहिले नि घट्छ। अब अगाडि हो कि मेन गाह्रो भनेकै अगाडि हो। यो हो कि मलाई सबसे गाह्रो लाग्ने भनेको। जहिले नि आउट हुन्छ, अहिलेसम्म जितेको रेकर्ड छैन यसमा। यस्तो हुन्छ है, त्यही भएर एकै पालिमा कहिलेसम्म कट्यो होइन। कट्न नि यस्तो ढिलो कट्छ। अब आयो कि मेन च्यालेन्जिङ। ए गाइस, के हो आज सब चिज दोस्रो एटेम्पमै कम्प्लिट भइरहेछ। अब यहाँबाट हामी चाहिँ कहाँ हो, यो वाला मेरो फेभरेट। दौरे बाबु दौरे कहाँ यार। पैसा चाहिएन, त्यही भएर हामी नन स्टप हिँडौँ अगाडि। लगभग गाह्रोवाला चाहिँ घट्यो है साथीहरू। अब चाहिँ मेन सजिलो हन्। के हो यस्तो बिना लोजिकको। हामी चाहिँ ढिलो नगरिकन झ्यापझ्याप भिडियो भ्याउनु पऱ्यो। यो 10 मिनटको त भइसक्यो, अझै भिडियो लामो नबोस् भनेर यहाँ छिटो गरेको छु। अब हामी थोरै अब स्किप भन्नलाई चाहिँ हामी अब नकटिकन गयो भने त सजिलै हो। अब लगभग कट्यो के अरे। अब हामी जाम अगाडि।
अब चाहिँ यो वाला मलाई नि हल्का फुल्का सजिलो लाग्छ तर धेरै जसो कटे होइन एकपालिमा। यस्तरी चाहिँ एकैपालिमा कट्यो र हामी स्किप गर्न लागिसकेका छौँ। यहीँबाट यसको हातमा अट्याक गर्नु पर्यो। 10 मिनटभित्र हाम्रो स्किप भइसक्यो लगभग। हामी यहीँबाट गरेर भए पनि सजिलो हुन्छ वहाँ जाँदा। फाइनल्ली हाम्रो चाहिँ स्किप भइसकेको छ। अब हामी यहाँबाट जान्छौँ बाहिर। अन्त हेलिकप्टर स्किप गर्ने हो नि त। ए फेरि बाङ्गो गइहाल्छ कि यस तिर्केर। ग्यास स्टेसनमा पुग्यो। हामी अब बाहिर निक्ल्यौँ। बाहिर निक्लेर भित्र जाऊँ। यहाँबाट पनि भित्र जाऊँ। यहाँबाट ढोका खोल्न सजिलो हुन्छ। यहाँबाट ड्रम यता राखौँ। ड्रमलाई ड्रप गरौँ। अझै एउटा ड्रम लिउँ। जाऊँ अब हामी चाहिँ ढिला नगरिकन अब स्किप गरी भइहाल्नेछौँ। अब हामी स्किप भइसकेका छौँ लगभग। अब माथि गएर हेलिकप्टरमा चढ्न मात्र बाँकी। 12 मिनटमा हाम्रो स्किप कम्प्लिट हुनेछ। गाइस अब 3, 2, 1 गो। हामी फाइनल्ली हेलिकप्टर स्किप गऱ्यौँ र नेक्स्ट भिडियो माइनक्राफ्ट हेर्न चाहनुहुन्छ भने हजुरहरूले कमेन्ट 1 र माइनक्राफ्ट हजुर लेख्नु। त्यस्तै गरी चाहिँ हाम्रो चाहिँ यो आजको लागि यति। धन्यवाद।